दर्शकवृन्द नमस्कार। कार्यक्रम भक्ति दर्शन क्लिनिकमा स्वागत गर्न चाहन्छु। म मनिता पोखरेल। तपाईले हामीलाई सोमबार र बुधबारको दिन साँझ 5 बजे पछाडिको समयमा प्रत्यक्ष हेर्न सक्नुहुन्छ। हामी चिकित्सकहरूसँग रहेर कुराकानी गर्छौँ र आज हामीसँग हुनुहुन्छ डाक्टर अनुप वास्तोला, जो कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिशियन हुनुहुन्छ र उहाँ शुक्रराज ट्रपिकल एन्ड इन्फेक्सियस डिजिज हस्पिटलमा चाहिँ कार्यरत हुनुहुन्छ। उहाँसँग रहेर हामी आज विशेष गरी अहिले संसारभरि नै एउटा महामारीको त्रास छ, जुन जिका भाइरस संक्रमणको रूपमा चाहिँ बुझिएको छ र यो जिका के हो त? नेपाल र नेपाल आसपासका देशहरूमा जिका भाइरस देखिन सक्छन् या सक्दैनन्? यसले कस्तो खालको असर पुर्याउँछ त हाम्रो शरीरमा? यही विषयमा हामी चर्चा गर्नेछौँ। उहाँलाई स्वागत गरौँ। स्वागत छ डाक्टर साहब। नमस्कार डाक्टर साहब, यो सरुवा रोग भन्ने बित्तिकै हामी चाहिँ एक प्रकारले आत्तिन्छौँ होइन? अब केही समय अगाडि हामीलाई इबोला भनेपछि सबैजना हामी सतर्क हुन थालिसकेका थियौँ होइन? इबोला देखिन सक्छ, नेपालमा के गर्ने भनेर हामी चाहिँ तयारी अवस्थामा पनि थियौँ एक हिसाबले भन्नुपर्दाखेरि। अब अहिले यो जिका भाइरस सुनिएको छ नि, सर्वप्रथम जाउँ के हो त यो भनेको? यो जिका भाइरस भनेको एक किसिमको फ्ल्याभी भाइरस, हामीले यो अर्थोपोड बोर्न भाइरसको रूपमा लिन्छौँ। सबैभन्दा पहिला चाहिँ 1947मा युगान्डा भन्ने ठाउँमा यो डेङ्गीको आउटब्रेक भइरहेको बेलामा डेङ्गीको कस्तो किसिमको ट्रान्समिसन हुँदो रहेछ भनेर गर्ने बेलामा एउटा मङ्की होइन, त्यो हामीले चाहिँ प्राइमेट्सहरू भन्छौँ, तिनीहरूमा चाहिँ हेर्ने बेलामा एउटा नयाँ किसिमको भाइरस देखियो। अनि त्यो युगान्डाको जिका फरेस्टमा पाएको भएर चाहिँ यसलाई जिका भाइरस भनेर नाम दियो। केही वर्षसम्म चाहिँ यसले ह्युमन केसेसहरू देखाएको थिएन। 1952मा आउने बेलामा पहिलो ह्युमन केसेस साउथ अफ्रिकन कन्ट्रीहरूमा देखियो। त्यति बेलासम्म नि खासै त्यति धेरै यसले त्यस्तो किसिमको विकराल रूप लिएको थिएन। पछि तपाईँको यो अहिले 2007मा फ्रेन्च पेनिन्सुलिनामा त्यहाँनिर चाहिँ आउटब्रेक भयो। आउटब्रेक हुँदा केही केसेसहरू चाहिँ माइक्रोकेफालीको रिपोर्टेड भयो भने त्यति बेला कुनै जोडिएको थिएन भने अहिले ब्राजिलमा चाहिँ मे 2015 पछि अहिले हाम्रो फेब्रुअरीमा आइन्जेलसम्म धेरै केसेसहरू 4500 केसेसहरू चाहिँ माइक्रोकेफालीसँग रिलेटेड, इट्स नट प्रुभन बट रिलेटेड देखिएपछि चाहिँ यसलाई चाहिँ फेब्रुअरी 1मा चाहिँ वर्ल्ड हेल्थ अर्गनाइजेसनले चाहिँ यसलाई अब एउटा आउटब्रेकको पोटेन्सियल डिजिज भएर चाहिँ इमर्जेन्सीको रूपमा चाहिँ यसलाई लिएर आइएको छ। अब यो एकाएक देखा परेको भन्न मिल्छ त्यसो भएदेखि? यसलाई एकाएक भनेर भन्न मिल्दैन, किन भन्दाखेरि चाहिँ अब यो जम्पिङ अफ द स्पेसिसको कुराहरू आउँछ। यो भाइरल डिजिजहरू युजली आरएनए भाइरसहरू चाहिँ ट्रान्समिसन हुन सक्ने मस्किटो जुन एफेक्टिभ भेक्टर जुन छ, हाम्रो देशमा पनि त्यो मस्किटो छ, एडिस एजेप्टाई भन्छौँ। अनि साउथ इस्ट एसियामा चाहिँ एल्बोपिक्टस भन्ने छ, त्यो अफ्रिकन कन्ट्रीहरूमा नि छ। त्यो भेक्टरहरू जहाँ जहाँ ट्रान्समिट हुन्छ, जहाँ जहाँ अहिले मान्छे मात्रै ट्राभल गर्नुपर्छ भन्ने छैन, मस्किटो पनि प्लेनमा उडेर एक देशबाट अर्को देशमा जान सक्छ। सो सर्न सक्ने सम्भावना विश्वभरि नै यसको आउटब्रेक हुन सक्ने सम्भावना रहन्छ। अहिले धन्न 44 देशहरूमा चाहिँ बाट चाहिँ यो जिका भाइरसको रिपोर्टेड भएको छ भने 23 देशहरूमा चाहिँ आन्तरिक रूपमा फैलिरहेको पनि छ। हजुर दर्शकवृन्द, हामी कुराकानी गरिरहेका छौँ डाक्टर अनुप वास्तोलासँग। आजको हाम्रो विषय जिका भाइरस र के छ तपाईँसँग पनि जिज्ञासा, जस्तै जिका भाइरसको बारेमा डाक्टर साहबलाई केही सोध्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 50 10 814 वा 50 10 796मा। डाक्टर साहब, अब यो जिका भाइरस खास गरी चाहिँ हामीले चाहिँ लामखुट्टेको टोकाइबाट हुनसक्छ भनेर चाहिँ बुझ्यौँ होइन? अब नेपालमा पनि मलेरिया जस्तो रोग चाहिँ धेरै देखिन्थ्यो होइन, देखिन्छ पनि अहिले पनि केही ठाउँहरूमा। अब यो लामखुट्टेको टोकाइ यहाँ पनि हुन्छ होइन भनेपछि हामी कतिको जोखिममा छौँ त हामी नेपालमा बसेर कुरा गरिरहँदाखेरि? अहिले नेपालको केसमा हेर्नुहुन्छ भन्ने चाहिँ हामीलाई आन्तरिक जुन हामीसँग भएको एडिस एजेप्टाई भन्ने मस्किटोहरूमा चाहिँ सायद जिका भाइरस छैन र हामीले त्यस्तो केसेसहरू देख्न पाएका छैनौँ। तर रिस्क रहन्छ। जस्तै तपाईँको सेन्ट्रल अमेरिकामा ट्राभल गर्ने मान्छेहरू हुनुहुन्छ, विदेशीहरू नेपालमा ट्राभलको रूपमा आउनुहुन्छ भने उहाँहरूले चाहिँ एसिम्टोमेटिक क्यारियरको रूपमा चाहिँ त्यो भाइरसलाई लिएर आउनुहुन्छ र हामीमा भएको जुन मस्किटो एजिप्टाई भन्ने छ, त्यो मस्किटोले टोक्यो भने चाहिँ होइन, सङ्क्रमण भएको 7 दिनमा टोक्यो अऱ्यो भने चाहिँ त्यसले अरू व्यक्तिहरूलाई पनि सार्न सक्छ र हामीलाई रिस्क रहन्छ। तर अहिलेको स्थितिमा हामीले डिटेक्ट नगरेको भएर पनि अथवा अहिले हामीसँग टेस्ट किटहरू पनि अभाइलेबल, अब रिसेन्टली हामीले एनपिएचएलमा राख्न लागेका छौँ, त्यो आइसकेपछि सायद केसेसहरू डिटेक्ट हुन्छ कि भन्ने कुरा मात्र हो। तर आन्तरिक रूपमा फैलिएको जिका भाइरस अहिलेसम्म नेपालमा छैन। हजुर, खास गरी के हुन्छ डाक्टर साहब, लामखुट्टेले टोके पश्चात चाहिँ कति समय पछाडि चाहिँ जिका भाइरसको सङ्क्रमण चाहिँ देखिन थाल्छ? अब जिका भाइरस तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ कोही व्यक्तिलाई जिका भाइरस
भएको लामखुट्टेले टोक्यो भने चाहिँ 3 देखि 12 दिनमा चाहिँ सिम्पटम्सहरू देखिन सक्छ। एउटा इम्पोर्टेन्ट कुरा के छ भन्दाखेरि चाहिँ 5 जनामा 1 व्यक्तिले मात्र लक्षणहरू देखाउँछ। त्यो लक्षण पनि सामान्य किसिमको लक्षणहरू हुनसक्छ हैन। ज्वरो आउन सक्छ, सामान्य ज्वरो, त्यस्तो हाई ग्रेड फिभर पनि आउँदैन, सामान्य ज्वरो आउन सक्छ। अनि म्याकुलोपेपुलर र्यासेसहरू अनुहारबाट फैलिने हुन्छ। अनि आर्थाल्जिया, सानो सानो जोर्नीहरू दुख्ने, त्यस्तो किसिमको लक्षणहरू देखिन्छ। कोही कोही व्यक्तिहरूमा चाहिँ मासुहरू करकरी खाने त्यस्ता लक्षणहरू पनि देखिन सक्छ। तर युजुअली मान्छेहरूले त्यति नोटिस गर्दैन। अब यो एजिप्टाई भन्ने मस्किटोले अरू 2-3टा रोगहरू सार्छ जुन नेपालमा पहिलेदेखि एन्डेमिक रूपमा रहेका छन्। जस्तै तपाईँले डेङ्गी सुन्नु भएको छ, हामी डेङ्गीसँग झुकिन सक्छौँ। चिकनगुनिया तपाईँले सुन्नुभएको छ, चिकनगुनियाले पनि यसले सार्छ, चिकनगुनियासँग नै हामी झुकिन सक्छौँ। अनि कस्तो छ भन्दाखेरि यसको जुन जिका भाइरसको अभाइलेबल टेस्टहरू जुन आइजिएम गर्ने कुराहरू छ, सेरोलोजिकल टेस्टहरू जुन 14 दिनपछि गर्छौँ, त्यसमा चाहिँ कहिलेकाहीँ क्रस रियाक्सन पनि हुनसक्छ र हामी झुकिन्छौँ है। हालमा चाहिँ हामीले नेपालमा त्यसको इन्भेस्टिगेसन गरेका छैनौँ। सो सामान्य किसिमको ज्वरो, सामान्य किसिमको जोर्नी दुखाएर केही र्यासेसहरू, भाइरल फिभरको जस्तो र्यासेसहरू आएको भएर अननोटिस भएर जान सक्छ। र कोही कोही व्यक्तिहरूले प्यारासिटामोल खाएर पनि यो ठिक हुन्छ। हजुर डाक्टर साहब, अब विशेष गरी चाहिँ अब यो यसो सरसर्ती हामीले हेरिरहँदाखेरि गर्भवती महिलाको लागि चाहिँ अत्यन्तै हानिकारक हुन्छ यो भाइरसको होइन, अथवा भनौँ यो रोग लाग्यो भने चाहिँ निकै नै घातक हुन्छ भनेर भनिएको छ होइन। खास के हुन्छ यसको बारेमा बताइदिनुहोस् न। अब तपाईँको 2013-14मा फ्रेन्च पोलिनेसिया भन्ने छ होइन, त्यहाँ तपाईँको पेसिफिक आइसल्यान्डहरू, धेरै किसिमका पेसिफिक आइसल्यान्डहरूमा धेरै ठाउँमा चाहिँ यसको आउटब्रेक भएर तपाईँको ब्राजिलमा चाहिँ तपाईँको जुन 2014को वर्ल्ड कपको बेलामा चाहिँ धेरै मान्छेहरू त्यो आइसल्यान्डबाट त्यहाँ गएर उनीहरूले सारे भन्ने छ। जब सारेपछि नम्बर अफ केसेस, अहिले ब्राजिलको केसेसहरूको हेर्नुहुन्छ भने चाहिँ धन्न हाराहारी 4 लाखदेखि 15 लाख मान्छेहरू चाहिँ योबाट जोखिम भएका छन्, सङ्क्रमण भएका छन् भन्ने छ। ती सङ्क्रमितहरूमा कति प्रेग्नेन्ट महिलाहरू पनि परे। प्रेग्नेन्ट महिलाहरूमा 4500 जति बच्चाहरू चाहिँ माइक्रोकेफाली भएर जन्म। माइक्रोकेफाली भनेको टाउको सानो हुने है। हामीले सर्कम्फरेन्स, हेडको सर्कम्फरेन्स नाप्छौँ, फ्रन्टल र हस्पिटल बोनको सर्कम्फरेन्स 2 स्ट्यान्डर्ड डेभिएसन भन्दा नर्मल एज, सेक्स, रेसको आधारमा हेर्दाखेरि चाहिँ त्यो स्ट्यान्डर्ड डेभिएसन भन्दा कम छ भने त्यसलाई हामीले माइक्रोकेफाली भन्छौँ। अब नेपालको कन्टेक्स्टमा जोखिमको कुरा गर्नुहुन्छ भने चाहिँ अहिले पनि के छ भन्दाखेरि चाहिँ यो जिकाले गर्दै भएको 100% भनेर भन्न सकिएको छैन। हामीले इकोलोजिकल जुन रिलेसन चाहिँ बनाएका छौँ भने चाहिँ अरू कजल रिलेसनसिप चाहिँ स्टिल पनि स्टडीमा छ होइन, यसैले गर्दा भएको भन्ने छ। तर इकोलोजिकल स्टडी गर्दाखेरि नम्बर अफ जिका भाइरसको केसेसहरू इन्क्रिज हुनु र माइक्रोकेफाली पनि देखिनु, त्यसको कारणले गर्दाखेरि माइक्रोकेफालीको कज जिका हो कि भन्ने कुराहरू भएको छ। अब नेपालको कन्टेक्स्टमा हेर्नुहुन्छ भने नेपालमा जिकाको अहिलेसम्म केही पनि छैन। हामीले माइक्रोकेफालीको केसेसहरूको स्टडी अथवा अरू कुनै सङ्क्रमण जस्तै अब गुलेनबारी सिन्ड्रोम भन्ने हुन्छ एडल्टहरूमा, त्योसँग रिलेटेड गरेर हामीले यसको बारेमा चाहिँ अध्ययन गरेका छैनौँ। सो जो महिलाहरू अब सेन्ट्रल अमेरिका अथवा हुन्छ नि साउथ अफ्रिकन कन्ट्रीहरू, सेन्ट्रल अमेरिकन कन्ट्रीहरूमा चाहिँ जानुहुन्छ, ब्राजिलतिर जानुहुन्छ अथवा कोलम्बियातिर जानुहुन्छ भने उहाँहरूले चाहिँ प्रेग्नेन्सीको बेलामा अहिले चाहिँ प्लिज नजानु भनेर भन्न सकिन्छ, किन भन्दा उहाँहरूलाई रिस्क रहन्छ। डाक्टर भनेपछि अब गर्भवती हुँदैमा अथवा त्यो समयमा जन्मेका बच्चाहरूमा चाहिँ मस्तिष्क सानो हुने समस्या देखिन्छ नै भन्ने चाहिँ कतिको यो चाहिँ सम्भव छ, अथवा भनौँ यो सबैमा हुन सक्ने हो अथवा केही प्रतिशतमा चाहिँ देखिएको छ? अब अहिलेसम्म हेर्नुहुन्छ भने धेरै सानो सङ्ख्यामा चाहिँ माइक्रोकेफाली भएको देखाएको छ होइन। माइक्रोकेफाली अनि त्यसपछि सेरेब्रल क्याल्सिफिकेसनको केसेसहरू चाहिँ रिपोर्टेड भएको छ। यति एक्ज्याक्टली यति प्रतिशतमा हुन्छ, यो हुन्छ, ठ्याक्कै यसले गर्दा यति महिनामा हुन्छ भन्ने छैन होइन कसैले चाहिँ। तर के छ भन्दा जिका भाइरस चाहिँ जुन पेटमा भएको प्रत्येक ट्राइमेस्टर, हामीले 3 ट्राइमेस्टर भन्छौँ, प्रत्येक ट्राइमेस्टरमा पनि ट्रान्समिसन हुनसक्छ भन्ने कुराहरू छ। त्यही भएर 80% भनेर हुन्छ नि हामीले स्टडी गरेर अथवा त्यस्तो किसिमको रिपोर्ट चाहिँ पब्लिस भएको छैन। हजुर डाक्टर साहब, जस्तो यो ब्राजिल लगायतका विभिन्न देशहरूमा चाहिँ देखिएको छ होइन, जहाँ पनि एकदमै सक्रिय भएर विभिन्न टोलीहरू खटाइए तापनि यो रोग देखि नै रहेको छ र असर पनि पुर्याइरहेको छ होइन। अब नेपाल जस्तो देशमा बसेर हामीले कुराकानी गरिरहँदाखेरि हामी स्याम्पल टेस्टका लागि अथवा भनौँ कुनै यो रोगहरू आइहालेमा चाहिँ हामीले निर्धक रूपमा यो जिका नै हो भनेर भन्न सक्ने अवस्था कतिको छ त अहिलेको अवस्था? अब सबभन्दा ठुलो कुरा त अहिले नेपालमा जति पनि महिलाहरू प्रेग्नेन्ट हुनुहुन्छ अथवा त्यस्तो किसिमको कुनै समस्या देखिन्छ भने माइक्रोकेफालीको कजेसहरू अरू पनि छन्। जस्तै हामीले एस्टर्स भन्छौँ, सिफिलिसदेखि लिएर टर्चको इन्फेक्सनहरूमा पनि माइक्रोकेफाली हुनसक्छ। रक्सी खाने महिलाबाट जन्मेको बच्चाहरूमा पनि माइक्रोकेफाली हुनसक्छ। प्रेग्नेन्सीको बेलामा कुनै किसिमको ड्रग्सहरू होइन, एडभर्स इफेक्ट हुने ड्रग्सहरू लिनुभएको छ भने पनि माइक्रोकेफाली हुनसक्छ। ती कुराहरूलाई पहिला प्राइमरीमा राख्नुपर्छ जस्तो लाग्छ।
किन भन्दाखेरि अहिले हाम्रो नेपालमा यसलाई डिटेक्ट गरेका छैनौँ हामीले। अब यदि कोही महिलाहरू चाहिँ ट्राभल गरेर अब त्यो सेन्ट्रल अमेरिकन कन्ट्रिजहरू ट्राभल गरेर नेपाल आउनु भएको छ, उहाँलाई सिम्टोमेटिक हुनुहुन्छ भने उहाँहरूको जाँच गर्न जरुरी छ हैन। उहाँहरूलाई हामीले अल्ट्रासाउन्डबाट उहाँहरूको पेटमा बच्चाको माइक्रोकेफाली छ कि छैन अथवा सेरेब्रल क्याल्सिफिकेसन छ कि छैन भन्ने कुरा हेर्न सकिन्छ। महिलाको आफ्नै रगतको जाँच गरेर पनि हेर्न सकिन्छ हैन। अहिले नेपालको कन्टेक्स्टमा हामीले रिसेन्टली चाहिँ प्राइमर चाहिँ झिकाएका छौँ हैन। त्यसलाई चाहिँ अब त्यो त्यहाँको मेन्टेनेन्स गर्न अथवा त्यसलाई गर्नको लागि केही समय लाग्छ। त्यसपछि यदि कोही महिलाहरू ट्राभल हिस्ट्री भएको महिलाहरूमा चाहिँ हामीले टेस्ट गर्नेवाला छौँ। तर जो मान्छेहरू ट्राभल गर्नु भएको छ कि छैन त? अहिलेसम्म भएको छैन। यो अहिले भर्खरै रिसेन्टली मात्रै भित्रेको। अब हामीले कोही त्यस्ता बिरामीहरू जो चाहिँ ट्राभल गरेर आउनु भएको छ, उहाँहरूमा जिका छ भनेदेखि पूर्ण रूपमा उहाँलाई चाहिँ जिका भाइरसको सँग भएको छ, असर पुर्याएको छ भनेर हामीले भन्न सक्छौँ त? अब कस्तो छ भन्दाखेरि कोही महिलाहरू अब 5 जना चाहिँ तपाईँको 20% केसेसहरू सिम्टोमेटिक हुन्छ। सिम्टोमेटिक महिला हुनुभयो, जानुभयो, वहाँ गएपछि ज्वरो आउने भयो, जोर्नीहरू दुख्ने भयो, म्याकुलोपेपुलर र्यास अनुहारबाट शरीरमा आउने भयो अथवा आँखाहरू रातो हुने त्यस्तो किसिमको भयो भने उहाँलाई सङ्क्रमण भएको कुरा, जोखिम भएको कुरा चाहिँ पत्ता लाग्छ। हो त्यस्तो महिलाहरूमा चाहिँ हामीले इमिडिएटली जाँच गराउन सक्छौँ हैन। जाँच गराइसकेपछि बच्चाको स्थिति के छ भनेर अल्ट्रासाउन्ड गरेर हेरेर माइक्रोकेफाली छ कि छैन अथवा क्याल्सिफिकेसन छ कि छैन भनेर हेर्छौँ। र कुनै पनि बच्चाहरू यदि त्यस्तो किसिमको देखियो भने उनीहरूको एम्नियोटिक फ्लुइडमा इन्फेक्सन छ कि छैन भनेर हेर्नलाई चाहिँ युजली 14 हप्ता नागिसकेपछि गर्नु सकिन्छ एम्नियोटिक फ्लुइडमा। सो हामीले अहिले अब जुन प्राइमर ल्याएको छौँ त्यो आरटिपिसिआर, त्योबाट चाहिँ अर्ली डिटेक्सन विदिन 7 डेज चाहिँ हामी गर्न सक्छौँ। हजुर डाक्टर साहब, अब नेपालको कुनै पनि कुरा गरिरहँदाखेरि यहाँ कुनै नयाँ कुराहरू देखिन थाल्यो भने भारतसँग अलिकति तुलना गरिन्छ हैन। यो रोगको सन्दर्भमै हामीले कुराकानी गरिरहँदाखेरि नेपालका आसपासका छिमेकी राष्ट्रहरूमा चाहिँ हामीले जिका भाइरसको सङ्क्रमण भएको हैन, अब के छ यहाँहरूले चाहिँ चिकित्सकको रूपमा अनुसन्धान गर्दाखेरि, अध्ययन गर्दाखेरि के पाउनु भएको छ अन्य क्षेत्रमा? अहिले जति पनि केसेसहरू रिपोर्टिङ भएको छ त्यस्तो केस रिपोर्टेड भएको जिका आन्तरिक भएको कुराहरू इन्डियाबाट पनि पब्लिकेसन भएको छैन। अब जिकाको मैले तपाईँलाई भने पहिला बाँदरहरूमा स्टडीहरू चाहिँ भएको छ, जिका भाइरस बाँदरहरूमा छ कि छैन भनेर हेर्दाखेरि अब तपाईँको इन्डियामा पनि देखेको छ, बाँदरहरूमा पनि भएको कुराहरू चाहिँ 1981 भन्दा पनि पहिला पब्लिकेसन भएको छ। तर ह्युमन केसेसको कुराहरू चाहिँ रिपोर्टिङ भएको छैन। तर यही बेलामा चाहिँ साउथ इस्ट एसिया जस्तै तपाईँको फिलिपिन्सदेखि लिएर अनि त्यसपछि डिफ्रेन्ट साउथ इस्टको कन्ट्रीहरूबाट चाहिँ केसेसहरू चाहिँ रिपोर्टेड भएको छ, आयातित केसेसहरू रिपोर्टेड भएको छ। हजुर, अब डाक्टर साहब जिका भाइरस भयो भने हैन अथवा यसको सङ्क्रमण हामीले देखा पर्न थाल्यो, शरीरमा देखिन थाल्यो भनेदेखि चाहिँ के हुन्छ, कसरी थाहा पाउने त? बिरामी स्वयंले कसरी थाहा हुन्छ त? त्यही मैले तपाईँलाई भने हामी क्लिनिसियनहरूलाई पनि इट्स भेरी डिफिकल्ट हुन्छ नि यो कुन हो भन्ने कुरा। अब अहिलेको स्थितिमा जति पनि कुराहरू मैले भने जो व्यक्ति ट्राभल गरेको छ है, जति पनि कन्ट्रिजहरूमा 23-24 कन्ट्रिजहरूमा अटोक्यान्थस केसेस भनेको इन्टरनल केसेसहरू गइरहेको छ, त्यस्तो देशहरू ट्राभल गर्ने कोही पनि व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूलाई ज्वरो आउने अथवा त्यस्ता किसिमका कुनै किसिमका लक्षणहरू जस्तै र्यासेसहरू आउने, सानो हातका जोर्नीहरू, खुट्टाका जोर्नीहरू दुख्ने अथवा आँखा रातो हुने त्यस्तो किसिमको छ भने जिका हो कि भनेर सोच्नुपर्छ। तर नेपालको कन्टेक्स्टमा अहिले मस्किटोले कसैलाई बाइट गर्छ, अब तराईमा तपाईँको अहिले रेनी सिजन पनि सुरु भइसक्यो भने हामीलाई आन्तरिक रोगहरू जस्तै डेङ्गी, चिकनगुनिया तिनीहरूलाई चाहिँ बढी ध्यान दिनुपर्छ जस्तो लाग्छ। तर ट्राभल हिस्ट्री भएको छ भने चाहिँ उहाँहरू चाहिँ ओके, उहाँहरूको चाहिँ टेस्ट गराउन जरुरी छ। हुन त अब यो डेङ्गीसँग अलिकति तुलना पनि गर्नुभयो यहाँ आफैले पनि हैन, कस्तो खालको समानता देखिन्छ अरू खालका सङ्क्रमणहरू महामारीहरू जुन फैलिएका थिए योभन्दा अघिल्लो समयमा हैन, तीसँग कतिको मिल्दोजुल्दो छ त यो सङ्क्रमण? अब डेङ्गी फिभरमा पनि तपाईँको ज्वरो आउँछ, र्यासेसहरू शरीरमा आउन सक्छ, आर्थाल्जियाहरू हुनसक्छ, माइल्जिया मासुहरू करकरी खाने हुनसक्छ। तर यसमा क्यारेक्टरिज यो जिकामा चाहिँ आँखा रातो हुन्छ। अनि अब चिकनगुनियामा पनि त्यस्तै किसिमको र्यासेसको फिभरहरू आउन सक्छ। तर जोइन्ट पेनहरू, लार्ज जोइन्ट पेनहरू र अलिकति सिभियर किसिमको जोइन्ट पेन हुन्छ है चिकनगुनियामा चाहिँ। त्यो चिकनगुनिया भनेको नि अफ्रिकन वुड हो हैन, त्यो जोर्नी दुखेको कारणले हिँड्न नसक्ने किसिमको अवस्थालाई चिकनगुनिया भन्छ। सो त्यो हुने भएको भएर कहिलेकाहीँ सिमिलारिटिजहरू, जोर्नी दुख्ने हैन, र्यासेसहरू आएको भने हामीले। अनि अर्को कुरा चाहिँ आइजिएम गर्ने बेलामा पनि कहिलेकाहीँ पोजिटिभ आउँछ दुईटैको है, त्यो क्रस रियाक्सन हुने भएको र दुईटै फ्ल्याबी भाइरस भएको भएर हैन, त्यो हिसाबले गर्दाखेरि सिमिलारिटिजहरू हुन्छ। तर डेङ्गीमा हेर्नुहुन्छ भने चाहिँ हेमोरेजिक फिभरहरू गराउन सक्छ, प्लाज्मा लिकेज हुनसक्छ हैन, सिभियर डेङ्गीको डिफ्रेन्ट फिचर्सहरू, अर्गन इन्भल्भमेन्ट पनि हुनसक्छ।
हजुर अब डाक्टर साहब जस्तो यो लक्षणहरू धेरै जस्तो यहाँले हामीलाई बताइ नै सक्नुभयो होइन यो डेङ्गी सँगसँगै चाहिँ अब यो हामीले जिका भाइरस भनेपछि पछिल्लो समय चाहिँ एउटा त्रास यो के रोग होला त होइन अब हामीलाई हुनसक्छ कि सक्दैन भन्ने नै थियो र यहाँले चाहिँ बताइ नै सक्नु भएको छ हामीले चाहिँ योभन्दा पनि अन्य रोगहरूसँग चाहिँ सतर्क रहनुपर्ने अवस्था छ भन्ने कुरा गर्नुभयो होइन अब बिरामी आफै अथवा भनौँ जो पनि व्यक्ति साधारण व्यक्ति चाहिँ मलाई यो हुनसक्ला त्यो हुनसक्ला भनेर चाहिँ सतर्क रहन होइन अरू रोगभन्दा अलिकति सरुवा रोगमा चाहिँ गाह्रो पनि छ होइन फरक पनि छ अब यस्तो खालको महामारीहरूबाट अहिलेको अवस्थामा हामी बच्नका लागि यो ट्राभलको कुरा बाहेक यसलाई छोडेर हेर्दाखेरि चाहिँ हामीले के गर्ने त अब बच्नका लागि जुन चाहिँ बाहिर जाँदै हुनुहुन्छ अथवा फर्केर आइसक्नुभयो होइन ती व्यक्तिहरू पनि सँगसँगै हुन सक्नुहुन्छ नि अब सरुवा रोग भएको भएर यहीँ बसिराख्ने व्यक्तिहरू पनि उहाँहरूले चाहिँ कस्तो खालको कुराहरूमा चाहिँ तयारी अपनाउँदै गर्दा राम्रो हुन्छ त अहिलेको अवस्थामा कोही व्यक्तिहरू अब तपाईँलाई मैले भने यो सङ्क्रमण जुन जिका भाइरसको सङ्क्रमण छ यो सर्ने माध्यम भनेको एडिस एजिप्टाई अथवा एल्बोपिक्टस भन्ने लामखुट्टेको टोकाइबाट हुने भएको भएर लामखुट्टेको टोकाइबाट बच्नुपर्छ लामखुट्टेको टोकाइबाट बच्नको लागि तपाईँलाई थाहा नै छ लामबाहुले कपडाहरू लगाउने लामखुट्टे रिपेलेन्ट्सहरू डिट अथवा डिफ्रेन्ट किसिमको रिपेलेन्ट्सहरू पाउँछ मस्किटो रिपेलेन्ट्सहरू तिनीहरू त्यस्तो एरियामा जाने व्यक्तिले रेगुलरली युज गर्नु पर्यो हैन कोही व्यक्तिहरू चाहिँ अब उताबाट ट्राभल गरेर आउनुभएको छ त सिम्टोमेटिक हुनुहुन्छ पहिलो 7 दिनमा आउनु भएको छ भने उहाँहरूले अरू व्यक्तिलाई नसरोस् भनेर झुल टाँगेर बस्नुपर्ने अवस्था हुन्छ ताकि उहाँलाई टोकेर अरूलाई नटोकोस् यो जुन लामखुट्टे छ यो लामखुट्टे चाहिँ युजुअली डे बाइट हो है यसले घरभित्र नि टोक्छ घर बाहिर नि टोक्छ हैन अब यो अब ब्रिडिङ हाम्रो काठमाडौँमा पनि यो लामखुट्टे छ है यो लामखुट्टे कस्तो ठाउँमा हुर्किन्छ कस्तो ठाउँमा फुल पाल्छ भन्दा पानी जमेको ठाउँ तपाईँले गमला राख्नुहुन्छ भने त्यो गमलामा पानी जमेको ठाउँमा अथवा टायरहरू हुन्छ नि टायरहरूमा पानी जमेको ठाउँमा हैन तपाईँले पानी जम्मा गरेर राख्नु भएको छ नचोबिकन हैन ट्याङ्की स्याङ्की बनाउने तराईतिर धेरै नै चलनहरू छ त्यो ट्याङ्कीमा त्यस्तोमा पर्छ यसले फुल पालेर लामखुट्टेहरू ब्रिडिङ हुन्छ त्यो ब्रिडिङ भएर सर्न सक्ने सम्भावना यदि कोही इन्फेक्टेड मान्छे छ भने त्योबाट अर्को व्यक्तिमा रहन्छ सो मस्किटो ब्रिडिङ साइडलाई पनि हामीले रोक्न सक्छौँ त्यस्तो ठाउँहरूलाई छोपेर राख्न सक्छौँ पानीलाई वरिपरि घर वरिपरि जम्न नदिने झुल टाँगेर सुत्ने हैन मस्किटो रिपेलेन्ट हुने किसिमको झुलहरू पाइन्छ है त्यस्तो झुलहरू युज गर्ने त लामखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा प्रमुख कुरा रह्यो अनि अर्को कुरा चाहिँ यदि अहिले आउटब्रेकको कुराहरू चलिरहेछ गर्मी मौसम अब उता त्यो ट्रपिकल जोनमा त स्टिल पनि हाई टेम्परेचर छ त्यहाँ मस्किटोको अहिले ट्रान्समिसन भइरहेछ भने सकेसम्म अनावश्यक ट्राभलहरू नगर्दाखेरि नै बेटर हुन्छ जस्तो हजुर अब यो जिका भाइरसको कुरा गरिरहँदा नि डाक्टर साहब यो चाहिँ एक व्यक्तिबाट अर्को व्यक्तिमा चाहिँ कसरी सर्छ कसरी चाहिँ यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ यसको बारे बताइदिनुहोस् अब अहिलेको स्थितिमा के छ भन्दाखेरि चाहिँ सबैभन्दा पहिलो कुरा त भेक्टर हुनु पर्यो लामखुट्टे हैन लामखुट्टेको टोकाइबाट सङ्क्रमण भएको 7 दिनसम्म भाइरेमिया हुन्छ शरीरमा भाइरस फैलिरहेको हुन्छ त्यस्तो बेलामा टोकेर अर्को व्यक्तिलाई टोक्यो भने सर्न सक्छ एउटा कुरा र रिसेन्टली रिपोर्टहरूले के बताएको छ भन्दाखेरि चाहिँ यो सेक्सुअली पनि ट्रान्समिसन हुनसक्छ है 2 हप्ताभन्दा बढीसम्म पनि सिमेनमा आरटीपीसीआर गर्ने बेलामा जिका भाइरस देखेको छ कति लङ बस्छ भन्ने कुरा स्टिल अनगोइङ स्टडिजहरूमा छ हैन सो सेक्सुअल कुराहरू पनि सेक्सुअली ट्रान्समिटेड पनि हुनसक्छ भन्ने छ र अब तपाईँको जुन फ्रेन्च पोलिनेन्सिया भन्ने ठाउँमा आउटब्रेक भएको बेलामा लिएको ब्लड जुन छ ब्लड स्याम्पलमा पनि जिका भाइरस चाहिँ देखिएको छ र ब्लड ट्रान्सफ्युजनबाट नि सर्छ भन्ने कुराहरू चाहिँ अहिले रिसर्च आर्टिकलहरूमा पब्लिकेसन भइरहेछ सो त्यस्तो ठाउँमा आउटब्रेक भएको ठाउँमा भएका कोही मान्छेहरू हैन जो मान्छेहरू छन् भने उनीहरूको ब्लड डोनेसनको कुरा हैन ब्लड डोनेसन गर्न नहुने कुराहरूलाई चाहिँ अलिकति गर्नुपर्छ र ब्लड डोनेसनबाट पनि सर्न सक्ने सम्भावना रहेको कुरा चाहिँ अहिले देखिएको छ सो यी 3टा माध्यम र अनि सङ्क्रमित आमा अब हैन सङ्क्रमित आमा भनेको जिका भाइरस भएको आमाबाट बच्चाहरूमा सर्न सक्ने सम्भावना हुन्छ र बच्चाहरूलाई चाहिँ अब क्याल्सिफिकेसन सेरिब्रल क्याल्सिफिकेसनदेखि लिएर माइक्रोकेफाली जस्ता रोगहरू पनि देखिन सक्छ हजुर अब यो जस्तो धेरै जस्तो अवस्थामा हेर्दाखेरि चाहिँ बालबच्चामा अलि बढी समस्या भएको गर्भवती महिलाका कारण जन्मेका बच्चाहरूमा समस्या देखिएको त छँदै नै छ हैन अब यो जिका भाइरसले चाहिँ एक प्रकारको चाहिँ सबैलाई त्रास दिइरहेको यो बेलामा चाहिँ हामीले के देखिरहेका छौँ जस्तो जिका भाइरस लाग्ने बित्तिकै मृत्यु देखिएको छ कि अथवा अन्य खालको प्रक्रियाबाट चाहिँ कोही साधारण अवस्थामा पनि हुनुहुन्छ कि हुन कि यसको एउटा ठ्याक्कै उपचार चाहिँ पत्ता लागिसकेको छैन भनेर भनिएको छ हैन के छ बिरामीहरूको अवस्था के छ यहाँ जिका भाइरसको सङ्क्रमण भनेको हैन नन प्रेग्नेन्ट मान्छेहरूमा सामान्य
है। यसको कारणले खासै धेरै मृत्यु भएको देखेको छैन। यसको एउटा कम्प्लिकेसन हुन्छ है, त्यसलाई हामीले गुलेन-बारी सिन्ड्रोम भन्छ। गुलेन-बारी सिन्ड्रोम भनेको तपाईँको तलको खुट्टादेखि प्यारालाइसिस हुँदै आउने एरिफ्लेक्सिक प्यारालाइसिस भन्छ, बढ्दै बढ्दै माथि आउँछ र श्वास फेर्न नसकेर बिरामीको मृत्यु हुनसक्छ र केही केसेसहरू 1-2टा केसेसहरू मृत्यु भएको कुराहरू पनि रिपोर्टेड छ। तर युजली भन्नुहुन्छ इट इज नन फेटल, त्यति धेरै फेटल छैन। तर बच्चाहरू जुन प्रेग्नेन्ट वुमेनबाट जन्मेको बच्चाहरूमा इट्स डेन्जरस है। बच्चाहरूलाई जुन माइक्रोकेफाली गयो, सेरेब्रल क्याल्सिफिकेसन भयो र बच्चाहरूको ब्रेनको वृद्धि अथवा विकासमा एकदमै असर गर्ने देखेको भएर चाहिँ त्यो केसेसहरूमा चाहिँ इट्स भेरी एकदमै इम्पोर्टेन्ट ध्यान दिनुपर्ने चाहिँ प्रेग्नेन्ट वुमेनमा हो है। तर अरू पपुलेसनमा चाहिँ युजली गुलेन-बारी सिन्ड्रोम पनि म्यानेज भएको देखेको छ आइसियुमा राखेर होइन। त्यति धेरै प्रब्लम देखाएको छैन। रिपोर्टेड आर्टिकलहरू रिपोर्टेड के हुन्छ नि अहिले जति पनि आउटब्रेक भयो 3-4वटा आउटब्रेक भएको छ, त्यस्तो खासै त्यस्तो सबैभन्दा डर अथवा जोखिम चाहिँ गर्भवती महिला र गर्भवती महिलालाई पनि समस्या छैन, तर जन्मिने जुन बच्चा छ उसलाई चाहिँ अलिकति समस्या छ। कस्तो खालका समस्याहरू देखिन्छन् त ती बालबालिकाहरूमा हुर्किँदै जाँदाखेरि? कस्ता खालका चाहिँ अभावहरू देखिन सक्छन् त? अब सबैभन्दा ठुलो कुरा त माइक्रोकेफाली हुन्छ, सेरेब्रल क्याल्सिफिकेसन हुन्छ, बच्चाहरूको सिजर आउने, डेभलपमेन्ट राम्रोसँग नहुने होइन। कति बच्चाहरू चाहिँ बोल्नै नसक्ने त्यस्ता किसिमका, र पछि डेभलपमेन्ट राम्रोसँग जुन हिसाबले बढ्नुपर्छ माइलस्टोनहरू तिनीहरू डिले हुने, अनि हामीलाई अपाङ्ग लुला बच्चाहरू हुन सक्ने सम्भावना रहन्छ है। अब स्टिल पनि अब तपाईँको जति पनि 4500 केसेसहरू जुन भएको छ उनीहरूको अब वृद्धि दर कस्तो हुन्छ त्यो कुरा त अब हामी हेर्दै जानुपर्ने अवस्था छ। भनेपछि एउटा यस्तो भाइरस रहेछ जसले चाहिँ अहिलेको पुस्ताभन्दा नि अब भविष्यका पुस्ताहरूका लागि चाहिँ हामीले बढी सतर्क हुनुपर्ने अथवा उनीहरूको लागि बढी जोखिम रहेको पाइयो होइन। पक्कै पनि हामी जिका भाइरसको विषयमा चर्चा गरिरहेका छौँ। दर्शकवृन्द यहाँहरूका केही जिज्ञासा हुन सक्छन्। हामीलाई 5010 814 वा 5010 796 मा फोन गर्न सक्नुहुन्छ र जिका भाइरसको बारेमा त्यस्ता कुनै खालका जिज्ञासाहरू अथवा यसका बारेमा कुनै कुराहरू बुझ्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। हामी थप कुराकानी गर्दै जानेछौँ। अहिलेको लागि भने चाहिँ हामी कार्यक्रममा विश्रामतर्फ लाग्छौँ, फर्केर आउने नै छौँ, हेर्दै रहनुहोला। हजुर, हेर्दै हुनुहुन्छ कार्यक्रम भक्ति दर्शन क्लिनिकलाई र हामी कुराकानी गरिरहेका छौँ जिका भाइरसको बारेमा। र पछिल्लो समय संसारभर नै चर्चा भएको महामारी हो यो, र यो कसलाई हुनसक्छ, कसरी हुनसक्छ, यसको उपचार के छ त भनेर हामी चर्चा गरिरहेका छौँ। डाक्टर अनुप वास्तोला हामीसँग हुनुहुन्छ र उहाँ कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन हुनुहुन्छ र उहाँसँग रहेर हामी यही विषयमा चाहिँ कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, हामीले जिका भाइरसको बारेमा यतिका धेरै कुराहरू थाहा पायौँ होइन। अब सबैलाई लाग्ने खालको जिज्ञासा जुन थियो अघि हामीले अलिकति मेटायौँ होला, जस्तो यसले जिका भाइरस हुने बित्तिकै मृत्यु नै देखा पर्ने हो अथवा कसलाई धेरै समस्या गर्छ भन्ने कुरा बुझ्यौँ, र जसमा चाहिँ गर्भवती महिलाहरूले चाहिँ अलि बढी सतर्कता अपनाउनु पर्ने उहाँहरूमा चाहिँ, र उहाँहरूबाट जन्मन सक्ने बच्चाहरूमा चाहिँ समस्या देखिने भयो होइन। अब यही कुरा गरिरहँदाखेरि अर्को एउटा जिज्ञासा धेरैमा हुने चाहिँ यसको उपचार हुन सक्छ कि सक्दैन होइन, के छ त उपचारको लागि? अब यसको उपचार भनेर पर्टिकुलरली एन्टिभाइरल दबाई चाहिँ अहिलेसम्म पनि बनाएको छैन र यसको कुनै भ्याक्सिन पनि छैन। सामान्य हामीले जुन ज्वरो आएकोहरूलाई सिम्टोमेटिक उपचार गरेर प्यारासिटामोल दिन सक्छौँ, अनि फ्लुइड रिप्लेसमेन्टहरू दिन सक्छौँ, खाना त्यो भनौँ न झोल कुराहरू प्रशस्त मात्रामा दिन सक्छौँ र त्यसैले नै म्यानेजमेन्ट गर्ने हो। अब एस्पिरिन भन्ने दबाई जुन हामीले पेन अथवा त्यसको लागि युजली दिन्छौँ, त्यो चाहिँ युजली डेङ्गी फिभर रुल आउट गरिसकेपछि मात्र दिँदाखेरि बेटर हुन्छ। किन भन्दा डेङ्गीमा चाहिँ हेमोरेजहरू हुनसक्छ कि होइन, इन्टेस्टाइनल हेमोरेजहरू हुनसक्छ। त्यही भएर चाहिँ सकेसम्म एस्पिरिनलाई अनलेस डेङ्गी त्यो रुल आउट गरिन्न तहिलेसम्म एस्पिरिन चाहिँ दिनु हुँदैन। अरू चाहिँ जम्मै सिम्टोमेटिक म्यानेजमेन्ट जे लक्षणहरू देखिन्छ त्यही अनुसारको उपचार मात्र गर्ने हो। उहाँहरूको जीवन साधारण ढङ्गले चल्न सक्छ कि सक्दैन त त्यसो भए? मैले भने एडल्टहरूमा त्यसै धेरै डराउनु पर्ने अवस्था चाहिँ छैन, तर केही प्रतिशत व्यक्तिहरूमा चाहिँ 3-4 हप्तापछि प्यारालाइसिसहरू चाहिँ डेभलप हुनसक्छ। खुट्टाबाट बिस्तारै खुट्टाहरू नचल्ने, त्यसपछि आएर पेटहरू नचल्ने, फोक्सो यतातिर फोक्सोहरू सास फेर्न गाह्रो हुने, हातहरू नचल्ने अथवा क्रेनियल नर्भ पाल्सी पनि हुन सक्ने हुन्छ, गुलेन-बारी सिन्ड्रोम भन्छ। त्यो अवस्था केही प्रतिशत धेरैलाई देखेको छैन, केही प्रतिशतहरूलाई चाहिँ रिपोर्टेड भएको छ।
त्यस्तो किसिमको लक्षणहरू देखियो भने न्युरोलोजिस्टलाई देखाएर समयमा त्यसको अब आवश्यक पनि त्यो पनि धेरै कुराहरू चाहिँ सिम्प्टोमेटिक नै हुन्छ। त्यस्तो केसेसहरूमा जस्तै प्लाज्माफेरेसिस अथवा इम्युनोग्लोबुलिनहरू दिएर ट्रिटमेन्टहरू गरिन्छ। डाक्टर साहब, यो बालबालिकाको कुरा गरौँ जो चाहिँ ती गर्भवती महिलाबाट जन्मेका छन् जसलाई चाहिँ जिका भाइरस भएको थियो होइन, ती बालबालिकाहरूको मस्तिष्क सानो भएको पाइयो, तर उनीहरूमा चाहिँ जिका सङ्क्रमण हुन्छ कि हुँदैन त, भइरहेको हो कि होइन त? होइन, जिकाकै सङ्क्रमणको कारणले गर्दाखेरि नै माइक्रोकेफाली भएको भन्ने चाहिँ मैले भने अघि तपाईँलाई ठ्याक्कै रिलेसनसिप देखाउन नसके पनि जुन इकोलोजिकल, अघि मैले भने इकोलोजिकल, त्यहाँनिर जिकाको आउटब्रेक पनि हुनु र त्यहाँ माइक्रोकेफालीका बच्चाहरू पनि नम्बर चाहिँ जुन प्रत्येक वर्षमा कुनै न कुनै हाराहारीमा अघि मैले भने रक्सी खाने महिलाबाट जन्मिने बच्चा टर्च भन्ने इन्फेक्सन, सिफिलिस भन्ने इन्फेक्सन अथवा अरू कुनै दबाईको कारणले गर्दा, मालन्युट्रिसनको कारणले गर्दा, प्लासेन्टामा इन्सफिसियन्ट होइन त्यो प्लासेन्टल फ्लोहरू भएको कारणले माइक्रोकेफाली हुन जसलाई पनि सक्छ। तर एक्कासी नम्बर अफ केसेस बढ्नु, जिका भाइरसको इन्फेक्सन पनि बढ्नु भएपछि त्यसलाई इकोलोजिकल रिलेसनसिप बनाएर हामी एलर्ट भएको। त्यसपछि उपचारको लागि बालबालिकामा पनि त्यही नै कुरा, बालबालिकामा नि अब त्यही नै हो। पछि अब उनीहरूको न्युरोलोजिकल डेभलपमेन्ट कस्तो किसिमको हुन्छ, भोकेसनल थेरापीदेखि लिएर अरू कुराहरू जुन न्युरोलोजिकल डेफिसिट अनुसारको उपचारहरू, अब सिजरहरू डेभलप गऱ्यो भने त्यही अनुसारको उपचारहरू न्युरोलोजिस्टसँग कन्सल्ट गरेर गर्नुपर्ने हुन्छ। डाक्टर साहब, अब त्यसो भए जिका भाइरस देखिहाले तापनि अथवा लागिहालेछ भने पनि आत्तिने कि नआत्तिने त? अब आत्तिहाल्नुपर्ने कुरा चाहिँ छैन, तर नेपाल भन्ने देशमा कोही व्यक्तिलाई जिका भाइरस देखिन्छ, बाहिर गएको छैन अथवा बाहिरबाट आएर केही केसेसहरू बढ्न थाल्यो भने हामीले पब्लिक हेल्थ जुन किसिमको प्रेग्नेन्टली हुन सक्ने, प्रेग्नेन्सीमा सर्न सक्ने चान्सेसहरूलाई चाहिँ एकदम गहिरो रूपमा लिनुपर्ने हुनसक्छ। किन भन्दा पब्लिक हेल्थ इमर्जेन्सीमा जान सक्छ होइन। प्रेग्नेन्सी कोही पनि नेपालमा प्रेग्नेन्सी रोक्न सक्ने अथवा प्रेग्नेन्ट नभऊ भनेर भन्न सक्ने अथोरिटी हामी त्यति पनि छैन। त्यति बेला आउटब्रेक भयो भने एउटा सूचनाको रूपमा चाहिँ त्यो प्रकाशित गर्न सकिन्छ, त्यो छुट्टै कुरा भयो होइन। कति गाउँघरमा त्यो अब तराईको बेल्टमा एजुकेसन लेभल कम भएको ठाउँमा जहाँ एजेप्टाइ चाहिँ मजाले फैलिरहेछ, उम्रिरहेछ होइन, फुल पारिरहेछ, त्यस्तो ठाउँमा फैलिन सक्ने सम्भावना रहन्छ। र यदि त्यस्तो केसेसहरू नेपालमा देखिन्छ भने द्याट इज एउटा चाहिँ पब्लिक हेल्थ इमर्जेन्सीको रूपमा हामीले हेर्नै पर्ने हुन्छ होइन। तर कोही व्यक्तिलाई सामान्यतया अरूलाई नसार्ने किसिमले जिका देखियो, विदेशमाबाट आउने बेलामा उहाँलाई झुलमा राखेको छ भने उहाँलाई अरू कुनै किसिमको लक्षणहरू देखिँदैन, त्यसमा डराउनु पर्ने त्यस्तो किसिमको केही देखिन्न। तर त्यो व्यक्तिबाट अरू जेनरल पपुलेसनमा सर्छ कि भन्ने चाहिँ अलवेज देयर इज अ रिस्क। हजुर डाक्टर साहब, अब हामी चाहिँ कुनै एउटा रोग आयो भनेदेखि हाम्रो ध्यान चाहिँ त्यही रोगले चाहिँ आकर्षित गरिरहेको हुन्छ होइन, अर्थात् भनौँ हाम्रो ध्यान आकर्षण त्यही रोगमा हुन्छ र त्योभन्दा अगाडि के भइरहेको थियो भन्ने कुरा हामीले कहिलेकाहीँ बिर्सि पनि रहेको हुन्छ। जस्तो केही समय अगाडि चाहिँ हामीले स्वाइन फ्लू पनि देख्यौँ, इबोला पनि देख्यौँ होइन, र यो सङ्क्रमणको बारेमा चाहिँ धेरै चिन्तित पनि थियो, तर बिस्तारै हामीले त्यसलाई बिर्सिँदै गइरहेका थियौँ होइन। अब यो जिका भाइरसको यति बेला चर्चा चलिरहँदा होइन, अरू पनि त त्यस्ता सङ्क्रमणहरू छन् होला, महामारीहरू छन् होला जसको बारेमा चाहिँ हामीले यति बेला सोच्न आवश्यक छ, के भन्नुहुन्छ यहाँ? अब अहिले तपाईँले कतिपट्टि न्युजहरूमा नि हेर्नुभयो होला, यो सिजनमा चाहिँ धेरै रुगाखोकीका बिरामीहरू बढे होइन। रुगाखोकीका बिरामीहरू पहिलाको वर्ष जस्तै जुन हामीले सामान्य फ्लू होइन, इन्फ्लुएन्जा भाइरस बी भन्ने चाहिँ होला भन्ने सोचिरहेका थियौँ, तर पछि हेर्दाखेरि चाहिँ जुन 2009मा आउटब्रेक भएको PDM09 भन्छन्, PDM09 भनेको पेन्डेमिक, 09 भनेको 2009मा आउटब्रेक भएको H1N1 जसलाई हामीले स्वाइन फ्लू भन्छौँ, त्यो स्वाइन फ्लूको आउटब्रेक पनि भइरहेछ नेपालमा है। अहिलेको अवस्थामा धेरै व्यक्तिहरूलाई रुगाबाट ग्रसित भएका छन्, अप्पर रेस्पिरेटरी इन्फेक्सन भएको छ, केही व्यक्तिहरूको ज्यान पनि गएको छ PDM09ले गर्दा। सँगसँगै अर्को चाहिँ H3N2 भन्ने जुनलाई हामीले सेकेन्ड आउटब्रेक भएको थियो विश्वमा, हङकङमा एकदम धेरै मान्छेहरू मरेका थिए, H3N2 भन्छौँ, त्यसको आउटब्रेक पनि सँगसँगै दुईटाको सँगसँगै भएको छ। तर हेर्दाखेरि चाहिँ जुन PDM09 चाहिँ अलिकति सिभियर रूपमा देखेको छ है। मैले आफैले धेरै बिरामीहरू पनि हेरेँ जसमा एउटै फ्यामिलीको 9 जना सदस्यहरूलाई पनि PDM09 देखियो एउटै समयमा। उहाँ चाहिँ एकजना बिरामीलाई भेट्न जानुभएको थियो होइन, उहाँबाट सरी त्यो बिरामी चाहिँ एक्सपायर हुनुभयो है, PDM09 स्वाइन फ्लूकै कारणले गर्दा। उहाँबाट चाहिँ आमाले हेरेर ल्याउनु भएको, घरमा बच्चा बच्ची जम्मैजना सङ्क्रमित हुनुभयो। अरू फेटल केस भएन, हामीले उहाँहरूलाई दबाई चलाएर पठाएँ मैले, त्यस्तो फेटल केसेसहरू भएन। तर अहिलेको अवस्थामा चाहिँ हाम्रो नेपालको काठमाडौँको परिप्रेक्ष्यमा हेर्ने भने
यो स्वाइन फ्लू र यो जुन हङकङ फ्लू चाहिँ लगातार सँगसँगै चलिरहेको भएर त्योबाट बच्ने उपाय चाहिँ भेरी इम्पोर्टेन्ट जस्तो लाग्छ सँगसँगै। हजुर, अब त्यसो हो भनेदेखि हामी स्वाइन फ्लूको कुरा गरौँ होइन, के हुनसक्छ? जस्तो यो चाहिँ हामीले जिका भाइरसको यतिन्जेल कुराकानी गऱ्यौँ होइन, कतिको मिल्दोजुल्दो छ त सङ्क्रमण हुने अथवा लक्षणहरूको कुराहरू गरिरहँदाखेरि, अथवा अहिलेको अवस्थामा चाहिँ हामीले यसबाट कसरी बच्ने त? अब दुईवटा फरक रोगहरू हुन्। जिका भाइरस जुन भन्छौँ आर्बो भाइरस भन्छौँ, अर्थोपोडले जुन मस्किटोले सार्ने, अब अहिले त चिसो छ, काठमाडौँमा लामखुट्टे पनि भेटिँदैन होइन, तराईको जिल्लाहरूमा फाटीफुटी लामखुट्टेहरू देखिन सुरु गरेको अवस्था हो भने चाहिँ अहिलेको अवस्थामा जुन चिसोको कारणले रुगाखोकी होइन, सामान्य इन्फ्लुएन्जा बीको कारणले गर्ने किसिमका रोगहरू पनि जुन सामान्य रुगाखोकी चाहिँ भइरहेको छ भने यो जुन मासमा हिँड्ने बेलामा होइन, मास्क लगाउने, रुगाखोकी लागेको मान्छेले मुख छोपेर खोक्ने, अनि त्यसपछि कोही व्यक्ति त्यस्तो सङ्क्रमित छ भने रुगाखोकी लागेर डायग्नोसिस, किन भन्दा अहिले हामीसँग डायग्नोसिस एभाइलेबल छ, हामी हङकङ फ्लू पनि डायग्नोसिस गर्छौँ, स्वाइन फ्लू पनि डायग्नोसिस गर्छौँ। अब एभियन इन्फ्लुएन्जा जुन चाइनामा आउटब्रेक भइरहेको छ H7N9 त्यसको पनि हामी हेर्छौँ होइन। जम्मै कुरा थाहा छ भने उहाँहरूलाई आइसोलेसन गरेर राख्नु पऱ्यो, त्यस्तो सङ्क्रमण व्यक्ति भएको ठाउँमा जानु भएन, रेगुलर ह्यान्ड वासिङ गर्नु पऱ्यो, मुख छोपेर कुरा गर्नु पऱ्यो, आइसोलेसनमा राख्नु पऱ्यो। र समयमा रुगाखोकी र ज्वरो आउने कोही व्यक्ति छ होइन, ज्वरोसँगै रुगाखोकी भएर आउने कोही व्यक्ति छ भने उहाँहरूले थ्रोट स्वाब निकालेर NPHLमा जाँच गराउनु पऱ्यो र त्यस्ता किसिमका रोगहरू देखिन्छ भने समयमा चिकित्सकको सल्लाह लिएर दबाई पनि खानु पऱ्यो। अब हामीले चाहिँ भनेपछि आफैले नै सतर्कता अपनाउनु पर्यो होइन, र सकभर चाहिँ हामीले आफूलाई कुनै समस्या भइरहेको छ भने अरूलाई पनि नसरोस् भन्ने हिसाबले, र आफू स्वस्थ छौँ भने अरूबाट नसरोस् भन्ने हिसाबले चाहिँ हिँड्नु पर्यो होइन। अब यो जुन हङकङ फ्लूको कुरा गर्नुभयो नि होइन, यसमा चाहिँ के हुन्छ? हङकङ फ्लूमा सामान्यतया रुगाखोकी लाग्ने, तपाईँले जुन फ्लू भन्नुहुन्छ रुगाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने होइन, कोही व्यक्तिहरूलाई LRTI होइन, लोअर रेस्पिरेटरी ट्र्याक इन्फेक्सन हुने पनि हुनसक्छ। केही व्यक्तिहरूलाई भाइरलको इन्फेक्सन सँगसँगै को इन्फेक्सन, ब्याक्टेरियल को इन्फेक्सन भएर न्युमोनियादेखि लिएर अरू सङ्क्रमण पनि सँगसँगै हुनसक्छ होइन। तर हङकङ फ्लूको खासै त्यस्तो धेरै कम्प्लिकेसन चाहिँ म आफूले देखाएको छैन। तर स्वाइन फ्लूको केस जुन H1N1 भन्छौँ त्यसमा चाहिँ जो व्यक्तिहरू अलिकति एक्सट्रिम एजमा हुनुहुन्छ, एक्सट्रिम एज भनेको सानो बच्चाहरू अथवा 60 वर्ष नागेका बुढापाकाहरू अथवा डायबिटिज भएको कोही व्यक्ति हुनुहुन्छ होइन, रेनल ट्रान्सप्लान्टको व्यक्ति हुनुहुन्छ, अथवा तपाईँको इम्युन सप्रेसेन्ट दबाईहरू लिइरहेको, स्टेरोइड लिइरहेको अथवा इम्युनोसप्रेसिभ अरू दबाईहरू लिइरहनु भएको क्लाइन्टहरूमा चाहिँ यो अलिकति जटिल रूपमा चाहिँ प्रस्तुत हुनसक्छ र कहिलेकाहीँ मान्छेको समयमा उपचार पाएन भने ज्यान पनि जान सक्छ। डाक्टर साहब, यी बाहेक चाहिँ अब अहिलेको मौसम अनुसार हामीले कुरा गर्ने हो भने चाहिँ होइन, कस्तो खालको सर्वा रोगहरू बढी देखिएको छ नि त अस्पतालमा बसेर यहाँले हेरिरहँदाखेरि? अहिलेको स्थितिमा त सामान्यतया आउने भनेको अब ज्वरोको सिजनहरू, अलिकति ज्वरोको केसेसहरू पनि बढ्न थालेको छ। सबैभन्दा अहिले त रुगाखोकीकै बिरामीहरू चाहिँ एकदमै धेरै छन् है। हाम्रो हस्पिटलमा पनि हेर्नुहुन्छ भने रुगाखोकी लागेर ज्वरो आएर टाउको दुख्ने यस्तो बिरामीहरू, र उहाँहरूको टेस्ट गराउने बेलामा इन्फ्लुएन्जा बी होइन, कमन फ्लू चाहिँ धेरै नै कमनै छ। त्यो बाहेक चाहिँ यो इन्फ्लुएन्जा H1N1 र अनि त्यसपछि आएर तपाईँको चाहिँ यो हङकङ फ्लू, यिनीहरू चाहिँ धेरै रूपमा देखिएको छ र केही व्यक्तिहरू डायरियल डिजिजहरू पनि लिएर आउनुहुन्छ। हजुर डाक्टर साहब, यो मौसमसँगै तुलना गर्ने हो भनेदेखि चाहिँ जिका भाइरसको सङ्क्रमण अब बिस्तारै कम हुन सक्छ त? अब यस्तो तपाईँको ट्रपिकल जोनमा त टेम्परेचर त खासै धेरै चेन्ज हुँदैन, तिनीहरूमा चाहिँ युजली हेर्नुहुन्छ भने कहिलेकाहीँ इयरली नै ट्रान्समिसन भइरहन्छ। इजिप्टलाई चाहिने टेम्परेचर ह्युमिडिटी जम्मै मेन्टेन भइरहन्छ भने अब नेपालको कन्टेक्स्टमा हेर्नुहुन्छ भने इजिप्टको अब बर्खा भएर अलिकति तापक्रम बढ्न थालेपछि उनीहरूले फुल पार्ने र अनि त्यसपछि मान्छेहरूलाई टोक्ने चाहिँ बढ्न सक्छ। सँगसँगै अब डेङ्गीको आउटब्रेकदेखि लिएर चिकनगुनिया अरू रोगहरू पनि देखिन सक्छ। अब हाम्रोमा चाहिँ अब टेम्परेचर बढ्दै जान्छ, जुन तापक्रम बढ्दै जान्छ र समर सिजन जब सुरु हुन्छ तब मस्किटोको ब्रिडिङ र मस्किटोहरू फैलिने भएको भएर त्यस्ता किसिमका रोगहरूको सङ्क्रमण जोखिम चाहिँ बढ्दै जान्छ। अघिदेखि भने जिका भाइरस अहिले नेपालमा देखेको छैन र हामीले प्रुभ पनि गरेका छैनौँ। आयो होला, कोही देखियो होला, अहिलेसम्म हामीले कुनै पनि डायग्नोसिस गर्न सकेका छैनौँ र अब टेस्ट किट एभाइलेबल भइसकेपछि ट्राभलरहरूमा हामीले अलिकति ध्यान दिएर हेर्छौँ र कोही माइक्रोकेफाली बच्चा जन्मिएको छ कहीँ कतैबाट रिपोर्टिङ हुन्छ भने तिनीहरूलाई नै हामीले एकदमै नजिकबाट उनीहरूको जाँच पडताल गर्छौँ र गुलेनबारी सिन्ड्रोम कोही देखेको छ भने नै उनीहरूलाई हामीले नजिकबाट हेर्छौँ होइन। र अब कोही ट्राभल भएर डिजिजहरू ल्याउँछ अथवा जिका ल्याउन नसक्ने सम्भावना चाहिँ बिस्तारै बढ्न सक्छ र रिस्क के हुन्छ भन्दाखेरि
उसले लिएर आएर यहाँको मस्किटोले टोकेर अरूलाई सार्यो भने चाहिँ देन भेको वरिपरि सर्न सक्छ र अरू व्यक्ति पनि इन्फेक्टेड हुनुपर्छ। त्यो चाहिँ एउटा जोखिम चाहिँ रहन सक्छ। हजुर, अब जिका भाइरसकै बारेमा कुरा त गऱ्यौँ होइन, अब हामीले चाहिँ योभन्दा पनि डेङ्गीसँग चाहिँ अलिक सतर्क रहनुपर्ने देखिन्छ नेपालमा रहेर। के छ डेङ्गीका लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट नै बच्ने हो वा अरू पनि केही गर्न सक्छौँ त? अब सबैभन्दा इम्पोर्टेन्ट कुरा अहिलेको परिप्रेक्ष्यमा हामीले अब जिका कन्ट्रोल, अब जिकाको त आउटब्रेक त्यस्तो किसिमको कुनै केसेसहरू देखेको छैन। डेङ्गी कन्ट्रोलको लागि चाहिँ धेरै हामीले जुन रेसिडुअल स्प्रेइङदेखि लिएर मस्किटो कन्ट्रोलका धेरै कुराहरू गर्छौँ होइन। अब डेङ्गी भाइरसको लास्ट इयर पनि तपाईँको तराईका धेरै जिल्लाहरूमा आउटब्रेक भएको छ, चितवनमा पनि धेरै नम्बर अफ केसेसहरू इन्क्रिज भएको छ होइन। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ लामखुट्टेबाट जोगिने सबैभन्दा इम्पोर्टेन्ट कुरा, लामखुट्टेबाट जोग्नु पहिला आफूले होइन, सकेसम्म चाहिँ लामबाउले कपडाहरू लगाउने, जुत्ता लगाउने होइन, ट्राउजरहरू लगाउने, अनि त्यसपछि आएर चाहिँ लामखुट्टे रिपेलेन्सहरू पाउँछ है, बजारमा पनि विभिन्न नामहरूले पाउँछ, त्यो रिपेलेन्सहरू लगाउने है, लामखुट्टेबाट टोक्न जोगिनु पर्यो। अर्को कुरा लामखुट्टेलाई त्यहाँनिर ब्रिडिङै हुन नदिने, लामखुट्टेलाई घर वरिपरि ब्रिडिङ हुन नदिने। यो चाहिँ कस्तो छ इजिप्टाई भन्ने चाहिँ होइन, एकदम राम्रो घर सरसफाइ भएको घरमा पनि जहाँनिर मनी प्लान्ट राख्नु भएको छ भित्र होइन, पानी जम्मा भइरहेछ भने त्यहाँ पनि ब्रिडिङ गर्न सक्छ यो मस्किटोले है। यसमा चाहिँ गरिब धनी भन्ने अथवा डुवेलिङ भन्ने कुराहरू चाहिँ छैन है। त्यो ठाउँहरूमा पानीको कन्सन्ट्रेसन भन्नाले पानीलाई छोपेर राख्नु पऱ्यो होइन, इनारहरू छोपेर राख्नु पऱ्यो, टायरहरूमा पानी जम्मा हुन्छ त्यसलाई हटाउनु सक्नु पऱ्यो होइन, ब्रिडिङ साइट हटाउन सक्नु पऱ्यो र लामखुट्टेलाई ब्रिडिङ हुन नदिने। अरू कुरा लामखुट्टेलाई मार्नको लागि विभिन्न किसिमका इन्सेक्टिसाइड्सहरू हामीले प्रोभाइड गर्छौँ EDCDबाट पनि धेरै होइन, अथवा तपाईँको नगरपालिकाहरूले पनि यो काम गरेर आउँछ। त्यस्तो जोखिमपूर्ण समय आएपछि ब्रिडिङ हुन नदिने र लामखुट्टेलाई मार्ने, यिनै नै हो बस्ने तरिकाहरू डेङ्गीबाट अथवा अरू कुनै पनि एडिस एजिप्टी अथवा मलेरिया अथवा कुनै पनि लामखुट्टेले सार्ने रोगहरू फाइलेरियासिसबाट जोगिने जम्मै लामखुट्टे कन्ट्रोल गरिदियो भने सर्न सक्ने सम्भावना न्यून हुन्छ। डाक्टर साहब, डेङ्गीका लागि चाहिँ उपचारको अवस्था के छ त? अब डेङ्गीको कुरा गर्नुहुन्छ भने अब बेला बेलामा नेपालमा आउटब्रेक भइरहेको छ। डेङ्गीको उपचार पनि सामान्यतया सिम्टोमेटिक उपचार नै हो है। डेङ्गीको लागि भर्खर रिसेन्टली एउटा भ्याक्सिन चाहिँ एप्रुभ भएको छ, तर अब त्यो कहिलेसम्म नेपालमा आउने अथवा त्यसको कतिसम्म काम गर्छ भन्ने कुराहरू स्टिल पनि त्यो हेर्नै बाँकी छ। डेङ्गीबाट अनि मान्छेहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फ्लुइड लिकेज हुन्छ शरीरका विभिन्न भागमा होइन, फ्लुइड लिकेज भएर सिभियर डेङ्गीमा जान सक्छ होइन, र मान्छेको मृत्यु हुने भनेको शरीरमा रक्तनलीबाट पानी बाहिर निस्केर मृत्यु हुने हो। सही समयमा सही मात्राको जुन फ्लुइड म्यानेजमेन्ट हामीले राम्रोसँग गर्न सक्यौँ भने ती व्यक्तिहरूको ज्यान जोगिन्छ है। डेङ्गीको कारणले गर्दाखेरि नि वर्षेनी केही व्यक्तिहरूको चाहिँ मृत्यु हुन्छ नेपालमा, तराईका विभिन्न जिल्लाबाट यस्तो रिपोर्टिङहरू चाहिँ आउँछ है। तर डेङ्गीको सामान्यतया पहिलापल्ट डेङ्गी हुने बेलामा त्यति सिभियर हुँदैन। डेङ्गीको 5वटा किसिमका भाइरसहरू टाइपहरू छ। एउटा डेङ्गीले टोकेपछि अर्को होइन, त्यो डेङ्गीको विरुद्ध शक्ति बन्छ, तर दोस्रोपल्ट अर्को डेङ्गीले गऱ्यो भने त्यो डेङ्गी चाहिँ सिभियर रूपमा आउन सक्छ है। विभिन्न मेकानिजमले साइटोकाइन्सको कारणले गर्दाखेरि सिभियर डेङ्गी हुनसक्छ, फ्लुइड लिकेज हुनसक्छ, फोक्सोमा पानी जम्छ, पेटमा पानी जम्छ है। सबैभन्दा इम्पोर्टेन्ट कुरा भनेको फ्लुइड म्यानेजमेन्ट इज भेरी इम्पोर्टेन्ट इन डेङ्गी। डाक्टर साहब, अब यो यहाँहरूले चाहिँ जस्तो सरबार अस्पतालमा बसेर चाहिँ धेरै बिरामीहरू हेरिरहनु भएको हुन्छ र धेरैको जिज्ञासाहरू पनि हुन्छन्। यो जिका भाइरसको बारेमा चाहिँ यहाँहरूलाई कस्तो खालको जिज्ञासाहरू राख्नुहुन्छ त बिरामीहरूले, अथवा सोध्ने गर्नु भएको छ कि छैन, के छ? एक्ज्याक्टली जम्मैजनाको त्यही सोच हुन्छ कस्तो हो, किन भन्दाखेरि कति ठाउँमा मिडियाहरूमा पनि अब जस्तै अस्ति एउटा न्युज हेरेको थिएँ, चैतमा जिका नेपाल आउने भन्ने यस्ता किसिमका न्युजहरूले गर्दाखेरि जनमानसमा हुन्छ नि नराम्रो किसिमको त्यो एउटा भयावह स्थिति सिर्जना गरिदिने त्यो त्यस्तो किसिमको हुन्छ। त्यही भएर जहिलेसम्म अलिकति डिटेलमा इन्फर्मेसन थाहा नभइकन यस्ता किसिमका इन्फर्मेसनहरू चाहिँ पब्लिकमा नदेखि नै राम्रो हुन्छ। अब जिकाको कारणले गर्दाखेरि मृत्यु हुने, जिकाको कारणले म प्रेग्नेन्ट छु, मेरो बच्चा हुन लाग्छ, के हुने भनेर डाक्टर साहब भनेर विभिन्न किसिमका फोनहरू चाहिँ आउँछन् होइन, तर उहाँहरूको ट्राभल हिस्ट्री छैन। जुन अहिले आउटब्रेक भइरहेको 23वटा कन्ट्रीहरू जहाँ चाहिँ उहाँहरूको ट्राभल छैन भने चाहिँ उहाँहरू रिस्कमा हुनु हुँदैन
र उहाँहरूलाई मैले त्यही भन्छु तपाईँहरू रिस्कमा हुँदैन। तर जो व्यक्तिहरू ट्राभल गर्नको लागि सोध्नुहुन्छ भने प्लिज प्रेग्नेन्ट नहुनुहोस् अथवा प्रेग्नेन्सीको बेलामा नजानुहोस् अथवा जानुहुन्छ भने चाहिँ लामखुट्टेबाट जोगिनुहोस् भनेर हामीले एडभाइस दिने गर्छौँ। भनेपछि जिका भाइरसको बारेमा हामीले कस्तो खालको भ्रमलाई चाहिँ हटाउन आवश्यक छ त? अब अहिलेको स्थितिमा चाहिँ त्यति डराइहाल्नुपर्ने स्थिति चाहिँ देख्दिनँ। तर अहिले मान्छे नै ट्राभल गर्नुपर्छ भन्ने स्थिति छैन, किन भन्दा मस्किटो क्यान ट्राभल अहिले है। तपाईँको ब्राजिलको मस्किटो नेपालमा प्लेनमा चढेर आउन सक्ने अवस्था छ है। त्यही भएर चाहिँ जसरी 44वटा देशमा अहिले आउटब्रेक भन्नाले जुन केसेसहरू रिपोर्टेड भएको छ नेपालबाट रिपोर्टेड नहोला भन्न सकिँदैन। सबभन्दा इम्पोर्टेन्ट कुरा जो ट्राभलरहरू छ, बाहिरबाट आउने ट्राभलरहरूलाई पनि हामीले अलिकति सिरियस रूपमा हेर्नुपर्ने हुन्छ होइन। एयरपोर्टदेखि लिएर के छ डायग्नोसिस के छ कि छैन, जिकाको कुनै सिम्पटम छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ भने उहाँहरू होटलमा बस्नुहुन्छ, लामखुट्टेले टोक्छ, अर्कोलाई सर्छ र भित्रभित्र यहाँ फैलिन सक्ने सम्भावना हुन्छ। सो प्रेग्नेन्ट लेडीहरूलाई सकेसम्म ट्राभल गर्न नलगाउने अथवा उता प्रेग्नेन्ट कोही हुनुहुन्छ भने प्लिज आउनुहोस् भनेर उहाँहरूलाई चाहिँ जुन किसिमको हामीले आइसोलेसन गरेर राख्नुपर्ने हो अथवा 7 डेज हामीले आइसोलेसन गरेर राख्ने ती कुराहरू चाहिँ गर्नु जरुरी देखिन्छ। र त्यतिकै भ्रममा मेरो बच्चा अब जिका फैलिरहेछ ब्राजिलमा, यहाँ मेरो बच्चा माइक्रोकेफाली जन्मिन्छ भनेर चाहिँ आत्तिनु चाहिँ हुँदैन। यसरी बुझौँ अहिलेसम्म डराइहाल्नुपर्ने अवस्था आएको छैन। तर कोही बच्चाहरू चाहिँ माइक्रोकेफाली जन्मेका छन् अथवा गुलेनबारी सिन्ड्रोम कहीँ देखेको छ भने चाहिँ अबको बेलामा चाहिँ जिकालाई एउटा डिफरेन्सियल डायग्नोसिसमा होइन क्लिनिसियनहरूले पनि डिफरेन्सियल डायग्नोसिसको रूपमा राख्न जरुरी छ। हजुर हुन्छ डाक्टर साहब, यहाँसम्म आइदिनु भयो, हामीलाई जिका भाइरस र सँगसँगै चाहिँ हामीलाई डेङ्गीको बारेमा पनि धेरै कुरा बताइदिनु भयो होइन। र यहाँलाई चाहिँ फेरि पनि हामी धन्यवाद दिन चाहन्छौँ। हजुर धन्यवाद। हजुर दर्शकवृन्द, हामीले कुराकानी गऱ्यौँ डाक्टर अनु बास्तोलासँग। उहाँ कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन हुनुहुन्छ र उहाँसँग रहेर हामीले आज जिका भाइरस जुन संसारभरि नै यति बेला चर्चा पाइरहेको भाइरस हो, यो सङ्क्रमण नेपालमा हुन सक्छ या सक्दैन र हामी कसरी चाहिँ सुरक्षित रहन सक्छौँ भन्ने विषयमा चर्चा गऱ्यौँ। आजको लागि भने चाहिँ कार्यक्रमबाट बिदा मागेर जाने बेला भइसकेको छ। हाम्रो सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै म मनिता पोखरेल पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु। यहाँहरूको बाँकी पल शुभ बितोस्। नमस्ते।